सबैलाई नमस्ते। लन्डनबाट म सुनिल र मेरो फुड च्यानलको नाम चाहिँ फुड नेपाली स्टाइलमा। आज हामी चाहिँ न्यू इयरको सेलिब्रेसन गर्न गइरहेको छु र तपाईहरुको लागि स्पेशल बारबेक्यू बनाउन गइरहेको छु र मसँग होल चिकन छ। होल चिकनको बवालै हुनेवाला छ। हामी पड्काएर बनाउने हो, हेर्दै जानु होला। अब यसको कटिङ स्टाइल चाहिँ यस्तो छ हैन। यो चाहिँ विशेष हाम्रो नेपाली स्टाइलको कटिङ हो। विदेशीहरुको चाहिँ अलि फरक हुन्छ, मेरो चाहिँ डिफरेन्ट हुन्छ है। म तपाईहरुलाई अझै कन्टिन्यू गरेर देखाउँदै छु। यो चाहिँ मसलाको लागि है, यसमा चाहिँ पुरै मसला आउँछ। अब बारबेक्यू चिकनको लागि चाहिँ मसला अलमोस्ट डन भइसकेको छ। मसला चाहिँ एकदमै स्पेशल हो। यो मसला चाहिँ नेपालबाट मगाएको आजको लागि भनेर। फेरि यो लन्डनको मसला हैन, यो नेपालको मसला, खतरा मसला। तपाईले यस्तै बनाएर खानुपर्छ। फेरि आउनुहोस्, कसरी यसलाई कसरी मालिस गर्नुपर्छ त्यो पनि म सिकाउँछु। यो चाहिँ फेरि विशेष हो, यसलाई चाहिँ राख्नुपर्छ, यसलाई चाहिँ फाल्नु हुँदैन। फेरि यसले चाहिँ एकदम बेस्ट स्मेल दिन्छ भिडियो के अरे फुडमा चाहिँ हैन। बारबेक्यूको लागि चाहिँ यो एस चाहिँ राख्नुपर्छ। हाम्रो चिकन चाहिँ मेरिनेसन रेडी भइसकेको छ, डन भइसकेको छ। यसलाई मेरिनेसन गरेर 20 मिनट चाहिँ हामीले यसलाई रेस्टमा राखेर अब ओभनमा हाल्ने हो हैन। अब यसलाई चाहिँ हामी रेडी गरिसकेको छ। अब यसलाई चाहिँ ट्रान्सफर गर्दैछु मैले चाहिँ। सबै ट्रान्सफर गरेपछि यस्तो गजब हुन्छ। चिकन मेरिनेसन चाहिँ रेडी भएर हाम्रो ओभनभित्र गइसकेको छ। यो चाहिँ 25 मिनट टु 30 मिनट भित्र रेडी हुन्छ र पाकिसके पछाडि रेडी भइसके पछाडि फेरि देखाउने छु म। हाम्रो होल बारबेक्यू चिकन चाहिँ रेडी भइसकेको छ र यसको साथमा चाहिँ हाम्रो घाँसपात पनि रेडी भइसकेको छ हैन। यो चाहिँ न्यू इयर सेलिब्रेसन लेट्स सी हैन, ट्राई गर्छु टेस्ट कस्तो हुन्छ, त्यसपछि हामी तपाईहरुलाई भन्छौँ। थ्यांक यू।